जाँदै गरेको 12/2/2025 नम्बरको गाडी त्रिशुलीमा खसी दुर्घटना भएको छ। ड्राइभरको उद्धार भएको छ भने अरू यात्रुहरू त्रिशुलीमै बेपत्ता भएको स्रोतले जानकारी दिएको छ। दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ भने ड्राइभरको कारबाही र बेपत्ताको खोजी कार्य जारी छ। आजको समाचार यति नै। नमस्ते। केही महिना अगाडि दुर्घटना भएको हर्के ड्राइभरले जो आफ्नो सबै सजाय भोगेर आफ्नो सामान्य जीवनमा फर्किआउनु भएको छ भने फेरि आफ्नो बस ड्राइभिङको नोकरीमा उहाँ फर्किआउनु भएको छ। आज फेरि धेरै समय पश्चात उहाँको पहिलो दिन। यसोले मलाई फेरि यो नयाँ जीवन दिनुभएको छ। 3 वर्षसम्म जेलमा परिएछ। फेरि पनि मलाई काम दिनुभएको छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। पहिला जस्तो सायदै अब म लापरवाही जीवन सायद जिउँदिनँ। गाडी फेरि चलाउने जागिर पाएको छु। ल आउनुहोस् है प्यासेन्जरहरू, हामी जाउँ यात्रामा। आरामदायी, एकदम आरामदायी, कम्फर्टेबल हाम्रो यात्रामा जाउँ है। जाउँ। प्रभु, तपाईँलाई म सम्झिन्छु यस बेला। पहिला मैले विगतमा गरेको भुल पाप अधर्म नराम्रो काम गरेँ, मैले तपाईँलाई पर राखेँ अनि म आफू परीक्षामा परेँ, सतावटमा परेँ, समस्यामा परेँ। अबदेखि तपाईँ मसँगै हुनुहोस् अनि मलाई सहायता गर्नुहोस्। धन्यवाद। बिन्ती यसोको नाममा। प्रभु, म त सम्झिँदै मात्रै थिएँ, तपाईँ फेरि आइपुग्नु। अब चाहिँ म त्यस्तो गल्ती गर्दिनँ। हामी सँगै जाउँ। यो आरामदायी सिट छ, तपाईँ बस्नुहोस् न। शान्ति शास्त्र म तिम्रो साथमा छु छोरा। धन्यवाद। मेरो जीवनको स्वामी। दाइ एकछिन रोक्नुहोस् त। हजुर बहिनी। दाइ मलाई मिल्छ भने यो सिट मिलाइदिनुहोस् न। होइन बहिनी, यत्रो सारा सिट छ त, पछाडि बस्नुहोस् न। सिट त छ तर मलाई अलिक सजिलो हुन्छ। ल बहिनी, मैले उहाँलाई यो मेरो स्पेसल मान्छे हुनुहुन्छ, मेरो प्रभु हुनुहुन्छ, म उहाँलाई हटाउन सकिनँ। तपाईँ पछाडि गएर बसिदिनुहोस् न है। म जस्तो राम्रो मान्छे तपाईँको गाडीमा चढ्नु त तपाईँको भाग्यको कुरा हो नि। प्लिज मिलाइदिनुहोस् न। होइन बहिनी, मलाई भाग्य चाहिएन, मलाई आशिषित जीवन चाहियो। भाग्य यतिकै छोडिदिनुहोस्, म आशिषित जीवन जिउन जान्छु। तपाईँ बस्नुहोस्, पछाडि बस्नुहोस्, नभए अर्को पनि त गाडी छ है बहिनी। यहाँ म जस्तो ड्राइभर कस्तो बस्नुहोस् है। तपाईँको छ। रोड होइन बहिनी, रोडको कुरा हो। म रोड ड्युटी गर्छु। ल जाउँ है, जाउँ। शाबास छोरा, म तिम्रो साथमा छु। यसरी नै मलाई सधैँभरि तिमीले आफ्नो जीवनमा पहिलो प्राथमिकता दिनु। म सधैँ तिम्रो साथमा रहनेछु। मात्र हुनेछ। धन्यवाद। धेरै प्रार्थनापछि आज एक प्रिय हर्के दाजुले विदेशी भूमिमा बस ड्राइभरको नोकरी पाउनुहुन्छ र आज उहाँको कामको पहिलो दिन। हो यसोले मलाई सातो दिनु, यसोले मलाई सातो दिनु। मेरो आज त नोकरीको पहिलो दिन। के गर्ने, प्रभुलाई यसो सम्झिनु पर्यो, प्रार्थना गरेर गर्नु पर्यो। ल हे प्रभु, मलाई सुरक्षा गर्नुहोस्। म तपाईँसँग प्रार्थना गर्दछु।
सँगै भएर जीवनको यात्रालाई अगाडि बढाउँदैछौँ। प्रभु धन्यवाद छ। स्वागत गर्दछु। आमेन। प्रभु मैले त यस्तो सम्झेको मात्रै तपाईँको तिमीले मलाई तिम्रो साँचो हृदयले सम्झेर तिमीले मलाई धन्यवाद दियो, त्यही भएर म तिम्रो साथमा छु। धन्यवाद प्रभु तपाईँलाई। अब हामी सँगै तपाईँसँगै यात्रा गर्छौँ। यहाँ बस्नुहोस् न, तपाईँ यो सिट तपाईँलाई आरामदायी सिट तपाईँलाई। हुन्छ छोरा। यसु यसु जीवनको स्वामी, यसु यसु कृष्ण मुक्तिदाता। पक्क जवाई जवाई। हेलो गुरुजी, रोक्नुहोस् न, गाडी रोक्नुहोस्। हो हेलो बहिनी, हजुर, कहाँ जाने हो? हामी चाहिँ ग्लासकोसँग जानुपर्ने हो दाजु। मेरो भ्लगमा हाई भनिदिनुहोस् एकचोटि। हेलो नमस्ते नमस्ते। तपाईँले मलाई चिन्नुहुन्छ नि, म त फेमस भ्लगर हो नि फेरि। अलिकति बिर्सेछु भन्नु। ए हो र, ऊ चाहिँ मेरो साथी डेङ्का काकी चिन्नुहुन्छ होला नि, फेमस हिरोइन। हजुर दाजु, अब म चाहिँ के गर्नुपर्छ नि, ग्लासकोसम्मको यात्रा छ मेरो है। मेरो चाहिँ युट्युबमा 20 मिलियन सब्सक्राइबको चाहिँ टार्गेट छ। त्यसै कारण मलाई चाहिँ यो अगाडिको 2टा सिट मिलाइदिनुहोस् न प्लिज। होइन यत्रो सिट यता बस्दा हुँदैन र बहिनी। होइन तपाईँले मलाई चिन्दैन कि क्या हो, म यस्तो फेमस मान्छेलाई नि तपाईँले इन्कार गर्नुहुन्छ। प्लिज मलाई यही 2टा सिट मिलाइदिनुहोस् न प्लिज दाजु, प्लिज। अब के गर्नु बहिनी, तपाईँ एकछिन बस्नुहोस् ल। प्रभु उहाँहरू त फेमस ब्लगर हो कि। अब बाटोमा क्यामेरा खैद गर्दै जानुपर्ने, पछाडिबाट गाडीको सिसामा त देखिएला। बाटो खैद गर्दै जानुपर्ने, गाडीको सिट चाहियो, यही सिटमा बस्नुहुन्छ। प्रभु प्लिज न, यो सिटमा बसिदिनुहोस् न ल। हुन्छ छोरा। थ्याङ्क यू दाजु, थ्याङ्क यू। स्विडेनदेखि धरान हुँदै महेन्द्रनगरमा चिया पिएर ग्लासको लन्डनमा पुग्नुपर्ने आवाज। हेलो गुरुजी, गाडी रोक्नुहोस् न। यो गाडी कहाँ जाने हो? जाने त पुरा विश्वको भ्रमणै गर्दैछ। तपाईँ चाहिँ कहाँ जाने? म ग्लासको जान चाहन्छु। ल आउनुहोस् जान्छ? आउनुहोस् जान्छ। ओहो, यहाँ त अनि राम्रो फिल्डहरू हुन्छ त गाडीबाट। छ नि यात्रामा यस्तै यात्रु। अनि मलाई यो मान्छे सेतो कपडा लाएर बसेको मान्छेको सिटमा बस्नु मन लागेको छ। होइन। गरिदिनुहोस् न हजुर। होइन सर, तपाईँले किन यहीँ यत्रो सिट छ त, मलाई त पछाडि बस्नुहोस् न। यता आउनुहोस् त, तपाईँलाई एउटा कुरा भन्छु। किन हौ? मलाई तपाईँले चिन्नु भएको छ, म संसारको धनी मान्छे हो। यदि मैले चाहेँ भने यस्तो बस म 5 मिनट सडकिन देखाउन सक्छु। यदि मैले चाहेको भए मेरो व्यक्तिगत ड्राइभर लिएर पनि जान सक्थेँ। तर आज तपाईँको सौभाग्य, म आज पब्लिक बस युज गरेर निर्णय गरेको छु। कृपया मलाई त्यो सिट मिलाइदिनुहोस्। मलाई त्यो गीत धेरै मन परेको छ। म यात्रा मसँग गफ गर्दै गरेर जान चाहन्छु। बरु त्यसको साथमा म तपाईँलाई धेरै पैसा दिन सक्छु। प्लिज मिलाइदिनुहोस् न। हो पक्नुहोस् है त तपाईँले ल। त्यसो भए एकछिन प्रभु तपाईँलाई म यसो सिटमा बस्दैछु त। अब पैसा बनाउने तपाईँ नै हो, सम्पत्ति बनाउने तपाईँ नै हो, यति राम्रो सुन्दरीहरू बनाउने तपाईँ नै हो। अब सुन्दरीको छेउमा बसेर जान्छु भन्ने छैन। अब यता बस्दिनुहोस् न प्रभु, तपाईँले त तपाईँको पनि सिक्छ है हामी बुझौँ ल। भाइ तपाईँलाई हल्ला सर, तपाईँको लागि सिट मैले रेडी गरेको छु। धन्यवाद प्रभु तपाईँलाई। तपाईँको लागि सानो एउटा टिप्स। धन्यवाद। By the way, I have a business card. If you need anything, please let me know. Here's my business card. सर तपाईँको पैसा झऱ्यो त यहाँ। टिपेर राख्नुहोस्, तपाईँलाई काम लाग्न सक्छ। मेरो घरको पैसा तिमीलाई राखेको छैन। मेरो त आज त सानो आलु भने जस्तो काम हो। लन्डनको यात्रा, लन्डनको यात्रा, ग्लासगोसँग हेलो बाबु, ए बाबु, हजुर क्षमा। गाडी रोक्नुहोस् न। कहाँसम्म जाने हो? मलाई धरानसम्म छोरा भेट्न जाने थियो बाबु। क्षमा। अनि यस्तो मलाई यसो झालको सिट मिलाइदिनुहुन्छ कि बाबु? अनि यस्तो वृद्ध मान्छे किन आउनुभएको त? यत्रो मान्छे त हेर्नु पितृ भएको बोजू हुनुपर्छ, घरमै बसेको हुन्थ्यो। यहाँ त भने जस्तो सिट कहाँ हो त?
बाबु यस बुढेसकालमा अलिक सन्चो पनि छैन बाबु मलाई अलिक यसो बान्दा पनि आउँछ बाबु के गर्नु झ्यालको सिट मिलाइदिनुहुन्छ कि बाबु ल एकैछिन बस्नुहोस् है छेमा ल म तपाईँलाई सिट मिलाउने कोसिस गर्छु हुन्छ बाबु हस् बाबु मलाई म सिट बुझ्छु वृद्धहरूको सेवा गर्नु तपाईँकै मात्रै ल छेमा तपाईँलाई म यता हुन्छ बाबु धन्यवाद बाबु हस् बाबु राम्रोसँग त पक्रिनु है हस् बाबु हुन्छ धन्यवाद ल जबै हाम्रो यात्रा चालु छ कोही जानुहुन्छ आउनुहोस् है जयमसी मास्टर एकदम ठिक छ तपाईँ त फेमस हो नि म तपाईँको युट्युबमा यति भिडियोहरू हेर्ने गर्छु आज तपाईँको त त्यो युट्युबको भिडियो हेरेर म प्रार्थना सुन्दाखेरि मेरो त कति बिमार निको भएको छ अनि कहाँ जानु छ भाइ आज त मेरो लन्डनमा सेमिनार छ कि यति बिजी छु मलाई एउटा सजिलो एकदम आरामदायक सिट मिलाइदिनुहोस् न प्लिज भाइ ल तपाईँ जस्तो मान्छेलाई नमिलाएर कुरै छैन नि ल आउनुहोस् है तर प्रार्थना मलाई पनि सम्झिनु है तपाईँको सेमिनारमा गएर ल म पक्नुहोस् एकैछिन पक्नुहोस् ल तपाईँले सेवा हुनुहुन्छ तपाईँ दासी हुनुहुन्छ होइन उहाँले तपाईँले वचन प्रचार गर्नुहुन्छ हेर्नुहोस् म त के उहाँले प्रार्थना गरेको छ म कतिचोटि चट्टै भएको छु बिमारीमा पुरा असुविस्ता भन्छु नि हुन्छ अनि तपाईँले के उहाँको सिट छोडिदिनुहोस् यता बस्दिनुहोस् न ल उहाँको लागि तपाईँको दासको लागि ल पास्टरज्यू तपाईँको लागि स्पेसल सिट छ अलिकति पछाडि चाहिँ भयो तर माइन्ड नगर्नु है केही छैन धन्यवाद कोही हुनुहुन्छ लाने अहिलेसम्म दिउँसो रात मार्नु कहाँ छ यस्तो अब बेला बेला यसो लिनु पऱ्यो नि आफ्नो शरीरलाई छोया हुन्छ नि त लानु न सामान लिनु सकेको छैन आफ्नो ज्यान समाल्नु सकेको छैन कसरी लानु होइन म तपाईँलाई म यसो महँगो दिन्छु नि तपाईँलाई कहाँ गयौँ यहाँ लागेर मैले के हो यो लिनु न यसो मलाई पनि स्पेसिस मिलाइदिनु ल लन्डन प्लिज म पनि लिन्छु तपाईँ पनि पेएर चलाउनुहोस् यो मजामा आउँछ त यो पाएपछि त म त गाडी चलाउने नै उडाइदिन्छु लु आउनुहोस् तपाईँको लागि म एउटा सिट बस्नुपर्छ है म एउटा सिट ल आज भने चाहिँ गुरुजीले ठिक गरे हजुर कता हजुर म सिट जग्गालाई म हेरिहाल्छु नि हुन्छ हजुर मान्छे हेर्नुहोस् न लाग्दैन यस्तो झल्लो भएको छ कि सम्हाल्नै सकेको छैन अब घर पठाइदिउँ भने कहाँ गाडीमा सेफ्टी छ यहीँ बस्नुहुन्छ तपाईँको स्थिति चाहिँ ठिक छैन अरूलाई बाधा हुँदैछ भने त्यो तपाईँको मफलर चाहिँ यसरी बनाउने अरूलाई बनाएर जस्तो छ है आरामसँग मजाले समाधान गर्छु नि ल यहाँ सुत्दै पनि हुन्छ तपाईँ होइन के हो यस्तो खानेकुरा पो रहेछ सर यस्तो खानेकुरा रहेछ अब खानुपर्छ होला यसो लिएर चलाउनुहोस् अहो एक घन्टी बाहिर पनि लिनुहोस् न एक घन्टी यसो तपाईँहरू पनि होइन ड्राइभरज्यू तपाईँले कस्तो गीत बजाएको के स्टुडियोमा बजाएको अर्को गीत बजाउनु अलिक मिटर तपाईँलाई गीत भने कस्तो लगाइदिन्छु अब सुन्नुहोस् न डाँडामा माला लाग्यो गान्छीले बोलाइरहेछ
Thank